छ है। यहाँ छ एकदम भाइलाई यहाँ यसो छिङदोजीले हेर्दैमा के भन्दैौ त? थ्याङ्क यू सो मच तपाईँलाई है, मलाई यति साह्रो सपोर्ट गर्नु हुँदो रहेछ। हुनु चाहिँ भिडियो चाहिँ म चाहिँ जहिले पनि यसरी ठाडो बनाउँछु, किन भन्दाखेरि चाहिँ आजकल त्यो फेसबुकतिर चाहिँ यसरी 150 चाहिँ लिँदैन नि त। अनि म चाहिँ त्यो भिडियो चाहिँ एकैचोटि त्यसरी बनाइहाल्छु, अनि युट्युबतिर पनि अपलोड गर्दाखेरि तपाईँले टिभीमा हेर्नु हुँदो रहेछ है ल, आधी मात्रै आउँदो रहेछ, हाफ। तर भए पनि यति साह्रो तपाईँले सपोर्ट माया दिनुभएको रहेछ, थ्याङ्क यू सो मच तपाईँलाई है, धेरै धेरै धन्यवाद। हेलो आउँदैछु भाइ। आज चाहिँ दुईजना सानो मोटो ब्लगिङमा हिँडेको, कहाँ छ ल बिस्तारै निक्लिनु। ब्लगिङमा हिँडेको कि अब यी हजुर अहिले केही ल्याएको छैन आएको कि हाम्रो अब अहिले सामान एकखेप बसारौँ होला है, त्यहाँदेखि सल्लाह गरौँ कि आउनुहोस् न। यसमा तिनजना सेपरेट जो पुँडे भन्यो भए पनि जे भनेर के अरे, अरू के नाम हुन्छ अरे, पुँडे अरे, कसैले के अरे। नमस्कार सबैजना है। पुढे अरे कसैले पुँडे कसैले के भन्छ नि। आइटासी सुन्नुहोस् त, मिटिङ चाहिँ सल्लाह चाहिँ भरे बेलुका गर्ने अरे कि। यो चाहिँ कहाँ हो लोकेसन भन्दाखेरि हाम्रो कार्तकको गुम्बामाथि है। लप्सीको रुख चाहिँ यस्तो दामी छ कि यहाँ चाहिँ, फेरि पम्सी अरे, लप्सी पम्सी वरिपरि आएछ। ल हाम्रो एकदम यसपालि यो फुटबलको हाम्रो इन्टिरियर डेकोरेसन चाहिँ एकदम हाम्रो यहीँ हाम्रो फेमस चाहिँ यतै हुनुहुन्छ है। ठिकै हुनुहुन्छ होला टासी दिले। एकछिन यहाँ अन भइरहेको छ म्युजिक के यहाँ त हो त्यस्तो। सिक्किमको डन हरियो वन भनेको चाहिँ यही है। चिफ गेस्ट बनाउँदा चाहिँ उहाँ पनि गइदिने अरे, उहाँले हाम्रोतिर अङ्कल सामतेनलाई पनि भन्नु ल। हो त्यसै तान्नुपर्छ है। अन्त मैले चाहिँ त्यो अब किचनको चाहिँ मैले अस्ति भने नि त्यसको लागि उसले खाओस् न त सेलरोटी हो, आलुदम हो, त्यस्तो तातो खाओस्। यहाँ चाहिँ इस्कुस जति फलेको छ त्यसको बोरा लिएको हो। हाम्रो मौसम उयो हाम्रो उयो छ नि त, उयो के अरे मसुरो छ नि, मोमो हो। एकखेप मोमो घुमाउँदा चाहिँ त्यस्तो उपुकै हो, त्यहीँ भात अलिकति मात्र है हो। त्यो कसले चाहिँ गर्नेछ कि पछाडि केही नबोलौँ अलिक देखेर खिचिहाल्छ, फेरि त्यहाँ निस्किन्छ, फेरि 2-3जनाको कुरा फेरि युट्युबमा आइहाल्छ। युट्युबमा फेरि बोलेको सबै आइहाल्छ हो, फेरि खतम चट। म्याङ्गोसको पालीमा चाहिँ अब एउटा काम सबै जिम्मा थियो। परेको सबै होइन। यो चाहिँ हाम्रो कर्तकको
अब कम्पाउन्ड प्लस रिकपको ग्राउन्ड हो। सो कतिजनाले त देख्नु भएकै हो, कतिजनाले देख्नु भएको छैन भने चाहिँ युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस्। यस्तै नयाँ नयाँ अपडेट्सहरू आउँदै गर्छ। लाइक सेयर एन्ड कमेन्ट्स पनि दिनुहोस् है सबैजनालाई। यति रिक्वेस्ट छ युट्युब च्यानलमा यतिको छ है जग्गाहरू छ। यहाँदेखि ओह्रालो हेरेर टक्कै हाम्रो सातोक जिरोको नजारा यस्तो छ। देख्दैन त कहाँ छ हो। खोइ यो मामाले सामान पठाइदियो भन्दै थियो, माथिबाट झार्छु भनेर पर्खेको बिहानदेखि होइन 8 बजीदेखि आइपुग्नु छैन त हौ। त हङकङ गरेर पठाइदिएको थियो अरे लाग्यो। आज आएको त्यो उयो औटीहरूको त्यो क्या फाइटरको क्या त्यो कुटकाटी वर्षको दिवस थम हुँदैछ काम चाहिँ एकदम भरे केटाहरूले युट्युबमा हेर्नु है सबैजनाले। ए आज झार्छ क्या फेरि है, हात्ती पो रहेछ त। एयरपोर्टमा झार्ने रहेछ पर ढिगुलाई भनिराख्छु अब। सधैँको टाइममा लेन्जी मिन्टु भन्थ्यो अरे, यस्तो हुँदो रहेछ लेन्जी मिन्टु लेन्जी। दिनभरि आज अब ब्लगिङ गऱ्यो लास्टमा त ड्युटी चाहिँ आउनै पर्यो। अब यो नआए पनि हुँदैन नि, यो झोला यिनीहरूको हुन्छ भन्दै पनि खै उचाल त एक हातले सक्छ एक हात बसेर झोला हेर्नु नि त्यहाँ। आम्मामा यो झोला कति धन्यो 10 किलो त बेसी होला। अब हो त्यस्तो हुन्छ कि अब नानीसँग यसो स्कुल गएको मात्रै देख्छ, मजा गरेको जस्तो देख्छ होला कि। तर एकदम एक्चुअल कुरा चाहिँ के हो भन्दा चाहिँ यो ब्याग नानीहरूले बोक्नु सक्दैन। यो चाहिँ प्यारेन्ट्सले बोकिदिनुपर्छ। सानोमा चाहिँ ठुलो भएर आफै सिकिहाल्छ स्कुलबाट है। कुरा चाहिँ त्यस्तो हो। सो आजको गीतभरिको ब्लगिङ, मोटो ब्लगिङ सानो यताउता गएको